सबभन्दा प्रगतिशील भनेको जेनजीका प्रधानमन्त्री र मन्त्रीहरू, जसका छोराछोरी सबै युरोप र अमेरिकामा बस्छन्, उतै घर बनाएछन्, उतै ग्रीन कार्ड लिएका छन् र यिनीहरूले मन्त्री छोड्या भोलिपल्ट यिनीहरू सबैलाई डिपेन्डेन्ट भिसामा लगेर उतै पाल्नेवाला छन्। ती सबै चाहिँ यो देशका लागि काम गर्ने, आफ्ना भाका जति सन्तानलाई सबैलाई यही मैले गरे राजनीति यही हो, यही देशका लागि हो, यो सबैका लागि हो भनेर वरिपरि हिँडाएका छन्, वरिपरि गर भनेका छन्, चुनाव लड भनेका छन्, यही राजनीतिका लागि केही गर्नुपर्छ भनेर यही देशमा हुने प्रचण्ड चाहिँ परिवारवादी हुन्छ। परिवारवाद भने के हो? तपाईँ मानव पत्रकार हुनुभयो, तपाईँको छोराछोरी पनि पत्रकारितामा आए, परिवारवाद हो। तपाईँ डक्टर हुनुभयो, तपाईँले छोराछोरीलाई डक्टरै पढाउनु भयो, परिवारवाद हो। प्रचण्ड नेता हुनुभयो, प्रचण्डका वरिपरिका आफन्तहरू, वरिपरिका मान्छे राजनीतिमा लागे होला नि त, माओवादीमा लागे होला नि त। माओवादीमा लागे, लडिराखेका छन्, सङ्घर्ष गरेका छन्, चुनाव लडेका छन्। ती मान्छे चाहिँ बेवकुफ। त्यो आरोप लगाउनेहरूले अझ माओवादी पार्टीबाटै निस्किएका अलिक क्रान्तिकारी आफूलाई ठान्नेहरूले हिसाब गर्नु न, तपाईँका छोराछोरी कहाँ के गरिरहेका छन्, के भइरहेका छन्। तपाईँ एक्लै ठिङ्गो हैन, तपाईँ त्यहाँ हुनु चाहिँ गजबको कुरा हैन। अनि जसले आफ्ना भका जति सारा मान्छे सम्पूर्ण चाहिँ परिवार यही आन्दोलनमा जनयुद्धमा होमे, अरूका छोराछोरी पढेनन्, जनयुद्धमा लागिरहेका छन्, तिमी पनि यही जनयुद्धमा लाग भनेर जनयुद्धमा हिँडाउने, मर्न हिँडाउने, लड्न हिँडाउने प्रचण्ड चाहिँ परिवारवादी हुन्छन्। बाँकी त उनले लडेर भए त के बिग्रिया छ त? जो कसैले लड्न पाउँछ नि। यो त भिक्टिमाइज गर्नु हुँदैन के। अहिले हामी कहाँ नेपो किड्स भन्ने हो। नेपो किड्स भनेको आइडियोलोजी के हो? यसको गहिराई तपाईँले बुझ्नुहोस्। नेपो किड्सको आइडियोलोजी अन्तत यो देशमा राजनैतिक परम्पराको अन्त गर्ने, राजनीतिक संस्थाहरूको अन्त गर्ने एउटा मोडालिटी हो। सबै मान्छेले चाहिँ नेपो किड्स भएर त्यसको फाइदा लिएका छन्। मेरो छोराछोरीहरूलाई मलाई राजनीतिमा हुनुभन्दा नहुनुमा बढी खुसी होला, किनभने म भए बिजनेस गर्थेँ, के गर्थेँ, आर्थिक अभाव हुँदैन थियो होला, उनीहरूलाई भन्या ठाउँमा घुम्न पाउँथ्यो होला, त्यही फाइदा छ नि। तर सँगसँगै उनीहरूलाई गौरव पनि छ, मेरो बुवाले इतिहासमा त्याग तपस्या बलिदान गर्नुभएको रहेछ। त्यो कहीँ न कहीँ अवलम्बन गर्नुपर्छ भन्ने चेतना नि अरूमा भन्दा सबभन्दा धेरै मेरो वरिपरिका चाहिँ व्यक्तिहरूमा बढी हुन्छ। तिनीहरू सबैलाई डोमिनेट गर्दै पछाडि देशका सबै लाखभन्दा बढी जो मान्छे चाहिँ राजनीतिमा सक्रिय निष्क्रिय भूमिकामा छन्, ती सबका बच्चाहरूलाई नेपो किड्स भनेर एकैचोटि हान्दिएपछि नि कोही राजनीतिमा हुँदैन। यस्तै चाहिँ एउटा भाषणबाट भाइरल भएकाहरू, दुईवटा चाहिँ वक्तित्व कलाबाट चाहिँ माथि आएकाहरू एकचोटि आउँछन्, रमाउँछन्, अनि देशलाई कतातिर लगेर भड्कालामा हालिदिन्छन्। अनि त्यस्ता मान्छे खोजी गर्दाखेरि यो देशी विदेशी सबै हिडन शक्तिहरूलाई सबभन्दा फाइदा हुन्छ। त्यसकारण नेपो किड्स जेनजीलाई लाग्यो होला तपाईँहरूले चलाएको हो, तपाईँहरूको दिमाग अर्कैले चलाइदियो। त्यसकारण सबलाई डोमिनेट गरिदिने, यो देशमै नबस भनिदिने कि यो देशमै नबस, कता जान्छौ जाऊ भाग, यो देश अरू कसैले चलाउँछ भन्ने आइडियोलोजिकल बेसलाइनबाट यो थ्योरी चलिरहेको छ। जो नेता हुन्छ नि त्यसका बच्चा आफन्त वरिपरि राजनीतिमा हुन्छन्। यसो खुलेर यसमा कुनै लाज घिन अप्ठ्यारो मान्नुपर्ने केही कुरै छैन। आउनु न, गर्नु सङ्घर्ष। 20 वर्ष 30 वर्ष आफ्नो सपना, आफ्नो सम्पूर्ण चिज पार्टीलाई, राजनीतिलाई, यो देशलाई, यो समाजलाई भनेर सम्पूर्ण त्याग गर्नेलाई तपाईँ फुत्त अस्तिको दिन चाहिँ निस्केर, अस्तिको दिन चाहिँ सोसियल मिडिया आएको हो, त्यो पनि महरा सञ्चार मन्त्री हुँदा हात हातमा मोबाइल, के अरे घर घरमा चाहिँ इन्टरनेट भनेर नारा दिँदाखेरि महरालाई उडाएको समाज होइन यो। आज त्यही बेस लाइनमा नेपालमा कहिलेबाट चाहिँ सञ्चारको चाहिँ इतिहास सुरुवात भएको? बोल्न दिने पनि, बोल्ने साधन दिने पनि माओवादी हो। इन्टरनेटलाई कसरी चाहिँ घर घरमा पुर्याउनु पर्छ भनेर चाहिँ अभियान दिएको पनि माओवादीले हो। त्यही बोकेर, त्यही मोबाइल बोकेर, त्यही अधिकार बोकेर, त्यही गणतन्त्र बोकेर, त्यही गणतन्त्रमा चाहिँ उठेको त्यो पिता जसले यो गणतन्त्र ल्याइदियो सम्पूर्ण त्यो चाहिँ खराब हो भनेर माकुरे प्रवृत्ति बोकेर हिँड्ने हो।
माकुराको बच्चाले मात्रै त्यसो गर्छ, आफ्नो माकुराको आफ्नो माउ नै खाइदिएर। मजाले नि त माकुराले हो, मान्छेले होइन। त्यसकारण म सबलाई यो इतिहासको यति पनि चाहिँ नपढिकन टिकटकमा आएको र ऊ भएको चिज बोकेर हिँड्नु हुँदैन। त्यसकारण प्रचण्ड परिवारवादी होइनन्, प्रचण्डको बरु सारा परिवारहरूलाई यो आन्दोलनमा लगाउने एउटा चाहिँ कठोर मान्छे हो। त्यसकारण त्यति सिक्नुहोस्, कसैलाई विदेश नपठाउनुहोस्, प्रचण्डले जस्तो ल्याउनुहोस्, हरेक नेताले हरेक कार्यकर्ता ल्याउनुहोस्, ऊ त्यहाँ गाउँपालिका भए पनि उठाउनुहोस्, वडाको अध्यक्ष भए पनि उठाउनुहोस्, ऊ त्यहाँ वरिपरि भए पनि लगाउनुहोस्, बनाउनुहोस्, तर सङ्घर्ष बनाएर, त्यो नेपोटिजमबाट होइन। तपाईँले सङ्घर्ष गराएर त्यति नै हिस्ट्री बनाएर 10 वर्ष 15 वर्ष 20 वर्ष राजनीतिमा लगाएर मन्त्री बनाउनुहोस्, प्रधानमन्त्री होस् भन्नुहोस्, राजनीतिक हस्तान्तरण हुन्छ।